हेलो नमस्ते साथीहरू। आज सिमी र आलु भुट्दैछु, मिठो बनाएर भुट्न लागेको छु। यता चाहिँ सिलाम र टिमुरको चटनी पनि बनाएर रेडी छ। उतापट्टि दाल पाक्दैछ। यता चाहिँ मैले चाहिँ यो सालमनलाई स्टिम मात्रै गरेको अनि त्यही चटनी हाल्दैछु क्या अलिकति। मलाई स्टिम मात्रै गरेको पनि माछाहरू फिसहरू सबै मनपर्छ। झन् अब चटनी हालेपछि त त्यत्तिकै मिठो भइहाल्यो होइन। अनि म त भेजिटेबल तरकारी हालेँ अनि अलिकति लेटस र कुकम्बर पनि हालेछु। अनि भात यति तातो छ है। अब फेरि गर्मी जाडोमा त मजै हुन्छ तातो भात खानलाई। अब गर्मीमा एकैछिन सेलाएर खानु पर्ला। अनि सालमन पनि हालेँ, भात अब दाल हालेर खाने हो। अब तातै छ। तातै तातै नै खाने, पसिनै आउने गरेर। अहिले चाहिँ पसिना चाहिँ आउँछ है युकेमा यस्तो तातो भात खाँदा। अहिले वेदर चेन्ज भएर ओहो यस्तो मजा भएछ क्या। हस् त, थ्याङ्क यू।